है हेर यहाँ अब कोरिया अब यसो बल्छी नाक्सी नाक्सी भनेर यता रहर लाएर आइएको लास्टमा कुलोमा आइएछ कि बल्छी मार्न होइन है यो कोरियाको कुलो पनि नेपाल जस्तै हुने रहेछ ठ्याक्राक्कै है उहाँ चाहिँ नवीनजीले पुरा गनेउला हाल्दै पुरा अब बल्छी खेलाइराखन् अब ठुलो एक्सपेक्टेसन राखेर आएको थियो नाक्सी नाक्सी आएर भनेर भनौँ अब नाक्सी भनेको अब माछा मार्नलाई चाहिँ नाक्सी आधा भन्छ के कोरियनमा अनि अब नाक्सी अब नाक्सी गर्न नाक्सी जाने भनेर यता ल्यायो म त अब खत्रै अब तालमा अब नदीमा अब के कहाँ हो अब यसो समुद्र हेरिन्छ होला भनेको लास्टमा यस्तो कुलोमा ल्याएर केटाहरू माछा मारेर राखन् बडो रहर लागेछ बिचरा कहिले बल्छी देखेको होइन अझै उहाँ हाम्रो मेन हेलमेट लगाउनु भयो हेलमेट पनि खोल्नु भयो होइन एकदम सेफ्टी प्रोटेक्सन जहिले युज गर्नुपर्छ अरे भनेर हेलमेट लगाउनु चाहिँ बानी उहाँको हेलमेट लगाउने बानी साह्रै राम्रो अब हेर माछा मारेर राख्ने हेर मलाई चाहिँ अलिकति चित्त बुझेन अब म चाहिँ यहाँदेखि अहिले हिँड्दै जानुपर्छ जस्तो छ पछि हिँड्दै जानुपर्ने हो त तपाईँ स्कुटीमा हुनुहुन्छ अर्का त साइकलमा छन् आखिर हिँड्दै जानुपर्ने बरु यसो भिडियो बनाउँदै होइन यो चाहिँ खेत हो यो सबै कम्पनी हो गाइज यो है यो सबै कम्पनीहरू हो जुन यो सबै कम्पनीहरू हो होइन धेरै फास्ट हुँदो रहेछ यार सबै कम्पनीहरू यही हो अब देखाउँदै गरौँ न है